कालो विरोधी सेतु नायक। मनभित्र जे छ त्यो अभिव्यक्त गर्न सक्नु कला हो, भाषा हो, जो आफै साहित्य हो। रङ नभएको सेतो कालो मात्र जीवनभित्र अटाउन सक्दैन, तर सेतो र कालो देखिन सक्छ। 7 रङ्ग मिलेर सेतो बन्छ। कालो रङ स्वार्थी छ, ऊ सबै रङ आफै मात्र लिउँ भन्छ, आफ्ना रङहरूलाई छाड्दैन। त्यसैले सायद कालोलाई विरोधी भनिन्छ। सेतो रङ्ग नायक भयो, उसको विरोधमा कालो रङ्ग आयो। कालोसँग कालो वर्ण भयो, वर्णसँग जात आयो। मानिसको सोचमा कालो पस्यो, मानिसको सोच पनि मानिस जस्तै छ, त्यसैले त ऊ मानिस भयो। ऊ देवता हुन सक्दैन, राक्षस पनि बन्न सक्दैन। ऊ ती दुई बीच मचिएको पिङ जस्तो हो। ऊ कहिले देवताको ढोका ढकढकाउन पुग्छ, कहिले राक्षसको ढोकामा पुग्छ। ऊ पूर्ण रूपमा एकतर्फ जान सक्दैन, तर समाजले उसलाई देवत्वको पाठ पढाइरहेको छ। स्वर्गतर्फ लाग्ने प्रयत्नमा समाज बनाइएको छ, तर पिङ सधैँ एकैतर्फ किन अडिन्थ्यो? उसँग जोडिएको डोरीले तानेर उसलाई पछाडि उत्याइदिन्छ। मानिस फेरि अन्धकारतर्फ लम्कन्छ। मनभित्र त्यो ठाउँ पनि छ। ऊ राक्षसको ढोकामा पुग्छ, ढोका फेरि ढकढकाउँछ। म त्यसलाई कालो भन्न चाहन्छु। राक्षस आफूले पाएको आफै राख्न खोज्छ। ऊ बाँड्ने सिद्धान्तको छैन, समाजवादी छैन, ऊ व्यक्तिवादी छ, स्वार्थवादी छ। तर म खुलेर भन्न पनि सक्दिनँ ऊ कालो हो भनेर। फेरि त्यो कालो अर्को मानिसको अनुहारमा लगेर पोतिदिन्छन् मानिसहरू। ऊ हेर ऊ कालो भयो, उसको वर्ण कालो भयो, समाजले त्यो रङ पोतिदियो। ऊ हारेको पनि थियो, ऊ अब शूद्र भयो, सेतो ब्राह्मण बन्यो। कालो हेपियो, हजारौं वर्ष हेपियो। सेताले उनीहरू सुहाउँदो नियम बनाए। कालालाई भगवानबाट टाढा बनाइयो, आफूबाट पनि टाढा बनाइयो। उसको अङ्ग अङ्गमा अरूको हक लाग्ने बनाइयो। समग्रमा ऊ आफू रहेन, ऊ भासिँदै गयो र हार्दै गयो। उसमाथि लुट भयो, तर समय बगिरहन्छ। काठमाडौँको बागमती फोहोर छ, चोबार कटिसकेपछि ऊ उफारिन्छ। फोहोर छल्याछुलुत हुँदै बजारिन्छ। उनीहरू अब पातलो हुन्छन्। रबर उसको क्षमताभन्दा बढी तन्काइए चुडिन्छ। उसको आफ्नो समय गएपछि ऊ रबर रहँदैन। हो, त्यही भयो। बागमतीको पानी तराईमा नुहाउन सकिन्छ। आज कालोले पनि बोल्दैछ। मसँग भएको रङ, मेरोतर्फ आएको रङहरू मेरो अधीनमा राखिरहने मेरो अधिकार हो। हो, म कालो हो। के त कालो छैनस्? के त सेतोको च्यादर ओढेर कालो लुकाइरहेको छैनस्? तसँग कालो धन छैन? के त देवताको ढोकामा पुगेको पिङ त्यहाँ मात्र अडाएर राख्न सकेको छस्? तँलाई त्यो पिङले तानेर राक्षसको ढोकामा पुर्याएको छैन? त त्यही ढोकामा वर्षौंसम्म बसिरहिस्। तैले नियमलाई बङ्गाइस्। के यो असमानता आदिकालमा थियो? अनि किन यो 1000-2000 वर्ष हामी काला भयौँ, काला मात्र रहिरह्यौँ? हाम्रो पिङ राक्षसको ढोकामा मात्र अडाएर राखियो। हाम्रो कालो भित्रको गोरोलाई तिमीहरूले प्रयोग मात्र गरिरह्यौ। हामी काला मात्र भइरह्यौँ। खैर, बागमती सफा भयो, ऊ समथर जमिनमा बगिरहेछ आज। स्वर्गमुनि पिङ खेलिरहेछ सायद। ऊ मनुष्यको ढोकातर्फ बारम्बार आउँछ। अझ कति देवता मनुष्य बन्न चाहन्छन्। अभाव बिनाको जीवन त पिजडामा राखिएर उसका सम्पूर्ण आवश्यकताहरू पुरा गरिएका सुगा जस्तै हो। सुनको पिजडाबाट फुत्किएर रमाउन खोज्ने आत्माहरू धेरै छन्। जीवन मरणको चक्र यसै कारणले भनिएको होला। उनीहरू मनुष्य बन्न चाहन्छन्। मनुष्य पनि देवता बन्न चाहन्छ। उसलाई स्वर्ग जाने बाटो सिकाइएको छ, तर ऊ मोक्ष पाउने बाटोबाट अनभिज्ञ छ। ऊ जीवन मरणको चक्रमा हुलाइएको छ। ऊ जन्मन्छ, मर्छ, फेरि ऊ जलाइन्छ, गाडिन्छ। उसको शक्ति जहाँबाट आएको थियो उही विलिन हुन्छ। शक्ति ब्रह्माण्डभन्दा पर जाने अरू ठाउँ छैन। ऊ यतै कतै हुन्छ। आकाश, जलवायु, पृथ्वी, आगोबाट ऊ बनेको हो। मृत्युपछि पनि ऊ त्यसैमा समाहित हुन्छ। उसका लागि प्रयोग भएका शक्तिहरू फेरि अर्को कुनै जीवको सिर्जनामा प्रयोग गरिन्छ। यसरी छिन्न भिन्न भएका एक शरीरका ऊर्जा 1, 2, 100, 1000 हुँदै 84 लाख जीवमा समाहित भइसकेपछि त्यही मानिस बन्ला। 84 लाख एक अङ्क न हो,
कुनै मानिस 84,02,000 मा पनि आफ्नो स्वरूपमा आउन सक्लान्। त्यसैले यो जीवन मरणको चक्रमा ऊ रुमलिरहन्छ। 12 वर्षपछि खोला त फर्कन्छ भन्छन्। 84,00,000 जुनीपछि यो जीवन पनि त फर्केला। खैर शक्ति यतै कतै रुमलिरहेको छ। तर म भित्रको ऊर्जा यी पानाहरूमा छचल्किरहेका छन्। मेरो मरणपछि यी भावका ऊर्जाहरू के होला है? भौतिक ऊर्जा र 84,00,000 जुनीतर्फ लम्केलान्। तर के मेरा भाव पनि यसरी नै 84,00,000 खोज्दै जालान्? वा मसँगै जल्लान्? मेरो साहित्य के होला? मानिसलाई जुरुक जुरुक उचाल्ने साहित्य लेखेका लेखकहरूको साहित्यिक भाव कता उडेर जाला? उनीहरूको जीवनसँग जलेर त गएनन् कि उनीहरूको साहित्यको ऊर्जा समाप्त गरेर उनीहरू गएका थिए? हजारौं लेखकहरू छन् जसले जीवनमा एक पाना साहित्य पनि लेखेका छैनन्। तिनीहरूका साहित्य भौतिक मरणपछि कता गयो? तिनका भाव कहाँ गयो? कि यसै हावामा उडिरहेका छन्? आत्मा जसरी उडिरहेछन्, अर्को व्यक्ति खोज्छन् अनि आशा गरिरहन्छन् कि म पानामा भरिन पाऊँ। कतै ती आशा तपाईँभित्र पनि छन् कि? ती लेखिन बाँकी साहित्यहरू फेरि तपाईँसँगै मर्ने भए, तपाईँबाट निराश हुने भए, फेरि उसले अर्को शरीर खोज्दै हिँड्न पर्ने भयो, फेरि ब्रह्माण्डको कुनै तरङ्गमा विलिन हुने भयो। के भाव कागजमा उतारे मात्र साहित्य हुन्छन् त? आफ्नो संसारमा साहित्य भरेर आफै साहित्यकार अनि आफै पाठक हुन नसकिने हो? के कोही यस्ता भएका छैनन्? आफ्नो छरपष्ट साहित्य आफ्नै रूपी मलाई सुनाएर आफ्नो ठुलो संसारमा रम्ने मानिस के छैनन्? अनि म जस्ता छैनन् जो आफूमा भएका साना भावहरूलाई ठुलो जति सक्दो ठुलो बनाएर देखाउन खोजिरहेका छन् कि म पनि साहित्यकार हुँ। तपाईँ मान्नुहोस् या नमान्नुहोस् म पनि साहित्यकार हुँ। तपाईँ पनि साहित्यकार हो। तपाईँ मान्नुहोस् या नमान्नुहोस् तपाईँ पनि साहित्यकार हो। होला तपाईँका साहित्यहरूले एक पाना पनि नभरेका, तपाईँका साहित्यहरू अझै गुप्त छन्, लुप्त छन् तपाईँले गर्ने काममा। तपाईँले थालमा राखेको भात हातमा गोलो बनाएर मुखभित्र जिब्रोमा राखेर चबाउँदै गर्दा त्यो साहित्य तपाईँको पेटमा पस्छ। यो वर्णन तपाईँले गर्नुभएको छैन, तर तपाईँको पेटको सन्तुष्टिले आनन्द मानिरहेको छ। तपाईँ यसै अल्छी मानेर खाटमा छत हेरेर सुतिरहँदा तपाईँका मनमा आएका राम्रा या नराम्रा विचार पनि साहित्य हुन्। तपाईँ स्वयं आफैलाई आनन्द दिँदै हुनुहुन्छ। बिरामी भएर केही गर्न नसकेर शुद्ध आउने असन्तुष्टि अर्को कुरा हो। नियमका अपवादहरू हर नियममा हुन्छन्, त्यो पनि आफै साहित्य हो। तपाईँले बुझ्नुभयो भएन? ए मेरा भगवानहरू, मैले तपाईँलाई बुझाउन सके कि सकिनँ? म निम्सरो मनुष्य नहुँ, म साहित्य खोजिरहेछु। म भावलाई उठाउन खोजिरहेछु, उठाएर उसको कपडा खोल्न चाहन्छु, उसलाई खाटमा सुताउन चाहन्छु अनि उसको सुन्दरता तपाईँलाई छोडिदिन्छु। तपाईँ त्यसलाई आफू अनुसार ढाल्न सक्नुहुन्छ, उसलाई आफ्नो बनाउन सक्नुहुन्छ। ऊ शरीर हो। तपाईँ स्त्री चाहनुहुन्छ कि पुरुष? कालो चाहनुहुन्छ कि गोरो? मोटो चाहनुहुन्छ कि पातलो? उसको स्तन कस्तो चाहनुहुन्छ? उसको योनि कस्तो चाहनुहुन्छ? ऊ कसरी सुतेको चाहनुहुन्छ? ऊ तपाईँ अगाडि सुम्पिएको छ। तपाईँ उसलाई जे पनि गर्न सक्नुहुन्छ। तपाईँ अगाडि आउन ऊ खुसी छ। आफ्ना खोलहरू खोलेर नाङ्गिन ऊ तयार छ। अझ भनौँ भने ऊ नाङ्गिसकेको छ। साँच्चै के छ तपाईँको मनमा? के गर्न चाहनुहुन्छ उसलाई, मेरो साहित्यलाई? तर विचार गर्नुहोस्, ऊ केवल भाव हो, सुन्दर कल्पना हो, रोचक सोचाइ हो, तपाईँभित्रको सोचाइ। त्यही भाव तपाईँको र मेरो फरक हुन्छ। मेरो दिमागमा आएको दृश्य तपाईँको भन्दा फरक छ, पक्कै फरक छ। कमसे कम उसको लिङ्गको आकारमा त पक्कै फरक हुनेछ। त्यो पनि नभए उसको रङ्गमा त पक्कै हुनेछ। तर तपाईँ त्यति खुसी हुनुहुनेछ जति म खुसी हुनेछु। म अहिले खुसी भइरहेछु। खैर कल्पनामा रम्न कसलाई मजा आउँदैन र? कल्पनामा राजा बन्न सकिन्छ। कल्पनामा संसारकै सबैभन्दा सुन्दर स्त्री तपाईँको ओछ्यानमा ल्याउन सकिन्छ। संसारको सबैभन्दा सुन्दर पुरुषले तपाईँलाई माया गर्न सक्छ। कल्पनामा आफ्नो खुसीको स्वरूप भेटाउन सकिन्छ। अथवा त्यो कल्पना सुन्दर हुन्छ जब तपाईँ त्यसमा आफ्नो खुसी भेटाउनुहुन्छ। त्यो खुसी यदि यी कागजहरूबाट नपाए तपाईँ अन्य कुरामा खोज्न हिँड्नुहुनेछ। कमसेकम यी कागजबाट आँखा हटाएर आफू अगाडिका केही वस्तुलाई सोच्नुहुनेछ। मेरो कामना के हो? लक्ष्य के हो?
मेरो क्षितिज के हो, मेरो खुसी केमा छ? तपाईँको सोचाइ अनुसार तपाईँको सफलता लक्षित हुन्छ। सबै समाज, धर्म, सिद्धान्तहरू थुप्रै कुरामा बाझे पनि यो कुरामा सबैको सहमति छ। सबैले यो कुरा आफ्नै किसिमले भनेका छन्। लाग्छ सिद्धान्तहरू पनि सीमित छन्। त्यो सीमाको राम्रो उदाहरण यो भनाइ पनि हो। तर सबैका अक्षर फरक छन्। सबैको आफ्नै वर्णविन्यास छ। आफ्नै भाषा छ। तर गुदी भाव यही नै हो। तपाईँ अल्छीमा मास्टर्स गर्न चाहे तपाईँ सक्नुहुनेछ। त्यसमा निपुण हुनुहुनेछ। तपाईँ चित्रमा लाग्नुहोस्। हरेक समय हरेक भाव चित्रमा दिनुहोस्। तपाईँ चित्रको कलामा निपुण हुनुहुनेछ। यस्तै साहित्यमा पनि हुन्छ भनेर म आशा गरिरहेको छु। वर्षौँ कतै लुप्त, सुसुप्त भएर लुकेकाहरू आजकल ढकढकाइरहेका छन्। 99 डिग्रीबाट उकालो लाग्दैछन्। जब 100 मा पुग्छन् तब उनीहरू उम्लन्छन्। उम्लेको भावमा म पनि निपुण हुनेछु भन्ने मेरो चाहना हो। निपुणताको अर्थ के हो? पृथ्वीमाथि सौर्यमण्डल छ। सौर्यमण्डलमाथि ग्यालेक्सी छ। ग्यालेक्सीमाथि ब्रह्माण्ड छ। अझै भूमाथिको भूव, त्यसमाथिको स्व, कहाँ कहाँ पुग्न सकिन्छ? मेरो निपुणता निम्सरो छ, ब्याक्टेरियाको नाभिक जत्रो। त्यति त होला नि है। म खुसीको बोध मेरा दुःख कष्टको विनाशमा पाउँछु। मेरो आध्यात्मिक ज्ञान साहित्य होस्। साहित्यले म आफ्ना दुःखहरू हटाउन सकौँ। तपाईँको दुःख पार लगाउन सकौँ। कमसेकम कोही एकको दुःख 10 मा 9 मा घटाउन सके पनि म आफूलाई सफल मान्नेछु। धन्यवाद।